म यो मेरो विषय मात्रै भन्दिनँ, हरेक विषयमा कुनै पनि विषयमा कुनै पनि विषयमा अध्ययन गर्दाखेरि आफ्नो पेरिफेरीलाई सम्झिँदै थ्योरीले के भन्यो, जस्तो पब्लिक एडमिनिस्ट्रेसन पढ्ने विद्यार्थी अर्गनाइजेसन स्ट्रक्चर भने के हो अनि त्यहाँबाट सम्झिनु पर्यो। आफ्नो पालिकाको अध्यक्ष, उपाध्यक्ष, कार्यकारी प्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कर्मचारीहरू सम्झिनु पर्यो। अनि हाम्रो क्याम्पसको क्याम्पस चिफ हैन, सहायक क्याम्पस चिफ, प्रशासन, लाइब्रेरी, एकाउन्ट सम्झिनु पर्यो नि। अनि उसको इफिसियन्सी र इफेक्टिभनेसको बारेमा अनि उसलाई सम्झिँदै एनालाइसिस गर्न पर्यो नि। मैले भन्नु खोजेको त्यो हो क्या। अब हामीले अहिलेसम्म के पढ्यौँ? अस्ति मैले के भने, गभर्नेन्स। गभर्नेन्स भने इन्स्टिट्युसन हो। इन्स्टिट्युसन भने जस्तो उदाहरणको लागि लोकल गभर्मेन्ट हो हैन। हाम्रो कुनै एउटा पालिका, आफ्नो पालिका सम्झिनुहोस्। मेकानिजम भन्यो, त्यो मेकानिजम चाहिँ के अरे, भर्टिकल मेकानिजम के छ, त्यो चाहिँ के अरे प्रदेशसँग कस्तो सम्बन्ध छ, हाम्रो पालिकाको सङ्घसँग कस्तो छ सम्झिनु पर्यो। होराइजेन्टलको अब मेकानिजम के छ, त्यो पल्लो पालिकासँग कस्तो सम्बन्ध छ हैन। इन्टरनल भन्यो भने त्यो फल्ला 1 नम्बर वडा र 2 नम्बर वडा अध्यक्ष बीचको सम्बन्ध कस्तो छ, यही त हो नि पढ्ने भने हैन। प्रोसेस, त्यो पालिकाले चाहिँ योजना बनाउँदा मेरो टोलमा आयो कि आएन, हो त्यो टोलमा चाहिँ मेरो पालिकाको वडा अध्यक्ष त्यहाँ योजना के चाहिन्छ भन्ने कुरा छलफल गर्न चौतारामा अथवा कुनै उसमा मिटिङ गर्न बोलायो कि बोलाएन भनेर सम्झिनुहोस्। बोलाएन भन्ने बित्तिकै तपाईँले किन बोलाउनु भएन, यो वर्षको वार्षिक बजेट बनाउनुभन्दा अगाडि तपाईँले किन यो छलफल गर्नु भएन, प्रश्न गर्नु पर्यो नि। अनि पो तपाईँ लोकल गभर्नेन्स पढाए एउटा विद्यार्थी त होइन भने त मैले बारम्बार भनेको छु, घमण्डको पोको थप्नु, त्यहाँभन्दा बढी के। जतिसुकै पढ्नुहोस् के काम। यहाँ जति धेरै पढ्यो भयो नि, एउटा एकाडेमिक इयर क्लास सक्न नसकेर चाहिँ पिएचडी गरेर मान्छे छोडेर हिँडे देखेको छु मैले। त्यस कारणले कसले कति कक्षा पढाएछ मलाई त्यो त्यति धेरै ठुलो कुरा छैन, कुन पदको मान्छेसँग नि कुरा छैन। हामी यो कक्षा कोठा, यो हाम्रो उसमा भेट भएपछि हामी सबैजना एउटा अध्येता हौँ। म पनि अध्येता विद्यार्थी नै हुँ। मैले नि सबै कुरा जान्दिनँ होइन। यहाँ कुरा गर्दा गर्दै मैले नजानेर लौ मैले त्यो जानिनँ है भन्नुपर्छ मैले पनि। त्यसलाई हामी पब्लिक एडमिनिस्ट्रेसनको विद्यार्थीले कग्निटिभ क्यापासिटी भनेर पढ्छौँ। हामी हरेक मान्छेसँग सीमित ज्ञान छ, बुद्धि त आफ्नै हुने भइहाल्यो। अनि त्यो ज्ञान चाहिँ सबै कन्ठै पनि हुँदैन, कहिलेकाहीँ बिर्सन्छ, कहिलेकाहीँ सुनेकै हुन्न, जानेकै हुन्न। त्यस कारणले हामीले पढ्ने विषय आफ्नो तरिकाले नोट बनाउनुहोस् है। मैले यो चाहिँ सिरियसली पटक पटक भनेको छु, म नोट दिन्न। आज म तपाईहरुसँग चाहिँ यो चेन्जिङ पर्सपेक्टिभ्स अफ लोकल गभर्नेन्स भन्ने विषयमा छलफल गर्न गइरहेको छु। पहिला कुरा, यो 3टा 4 शब्द त्यहीबाट जान्न पर्दो रहेछ के। फर्स्टली यु हैव टु थिंक अबाउट द टाइटल अफ द वर्ड्स अफ द टाइटल। यु हैव टु बी क्लियर अबाउट द चेन्जिङ भन्ने बित्तिकै के भयो, के बुझ्नुभयो? परिवर्तन, परिवर्तनशील। परिवर्तन नभनेर त्यसलाई हामी परिवर्तनशील भन्छौँ, किनभने त्यो स्ट्याटिक होइन, त्यो डाइनामिक कन्सेप्ट हो।
यो बुझ्नु पर्यो। पर्सपेक्टिभ्स भन्दा के बुझ्नुभयो? सोच, दृष्टिकोण। भेरी गुड वर्ड। दृष्टिकोण, पर्फेक्ट वर्ड। vision, sir, vision. No, not vision. It is different from vision. यो दृष्टिकोण हो। भिजन भने चाहिँ दूरदृष्टि भन्ने हुन्छ। यो दृष्टिकोण हो। दूरदृष्टिमा पुग्ने त्यो भिजन, दूरदृष्टिमा पुग्ने पर्सपेक्टिभ्स डिफरेन्ट हुन सक्छ कि। ओपिनियन होला सर। ओपिनियन होइन, पर्सपेक्टिभ त्यो दृष्टिकोणै हो। इट इज सिम्पली द you can say the concept. Different individuals may have different concept. How you looks me as a faculty member, as a teacher of local governance. You are here. तपाईहरु यहाँ कतिजना हुनुहुन्छ अहिले? सबैजनाको मलाई हेर्ने दृष्टिकोण त फरक होला। पर्सपेक्टिभ्स। लोकल भन्ने बित्तिकै बुझिहाल्नुभयो त्यो एउटा स्थानीय हैन, त्यो पार्टिकुलर एरियाज हैन, जुरिसडिक्सन्स। गभर्नेन्स भन्ने बित्तिकै अब त्यो त भन्नु परेन मैले। के गभर्नेन्स भने के भने मैले? इन्स्टिट्युसन्स। अरु गभर्नेन्स को डेफिनेसन भन्नुस् त मलाई। अपरेसन गभर्नमेन्ट को अपरेसन एन्ड गभर्नेन्स हुन्छ। जसले चाहिँ पिपलको लागि चाहिँ अब चाहिँ पोजिटिभ process of decision making and Yes, implementing. process of Function of government. decision making. Yes, process of decision making, implementation. Process, simply one word we can say the process. But we think about the word governance in two different ways. दुईटा तरिकाले हामी यसलाई डिफाइन गर्न सक्छौं। एउटा डिपेन्डेन्ट भेरिएबलको रूपमा, अर्को इन्डिपेन्डेन्ट भेरिएबलको रूपमा। मैले अस्ति भने हैन यो कुरा? तपाईहरुले त भने हैन? छैन सर, छैन। जस्तै उदाहरणको लागि अब तपाई हामी सबैले बुझ्ने भाषामा भन्नुपर्दा हाम्रो चाहिँ नि 64 सालमा पहिलो चोटी संविधान सभाको चुनाव भयो हैन? हाम्रो लक्ष्य के थियो? संविधान निर्माण गर्नु हो के न? हजुर सर। त्यो पनि गभर्नेन्स हो। अब अहिले हाम्रो संविधान छ नेपालको संविधान। त्यो संविधान अनुसार काम भएन, मानिसहरूले असन्तुष्टिहरू जाहेर गरिराखेका छन्। संविधान अनुसार भन्ने बित्तिकै प्रोसेस, त्यो पनि गभर्नेन्स हो। तर यो कम्प्लिटली टु डिफरेन्ट थट्स। गभर्नेन्स चाहिँ दुई किसिमले हेर्न सक्दा रहेछ। तपाईले यो पर्सपेक्टिभबाट हेर्नु भएको थियो? कहिले मनन सोच्नु भएको थियो? छैन सर। तपाईको मनमा के रह्यो? 64 देखि 72 लाई के भन्ने र 72 देखि 82 लाई के भन्ने? 64 देखि 72 लाई एउटा संघर्षको टाइम भन्नु पर्ला सर।
ट्रान्जिसनल फेज भयो 64 देखि 72 को टाइम र यो एउटा अहिले डेभलपमेन्ट भयो सर, एउटा प्रोसेस भयो। इम्प्लिमेन्टेसन वाला टाइम। डेभलपमेन्ट र इम्प्लिमेन्टेसन। यो अहिले तपाईहरुले भन्न खोजेको भन्दा छुट्टै कुरा मैले भन्न खोजे हो। तपाईहरुले भनेको कुरा गल्ती भन्न खोजे हैन है। मैले भन्न खोजे के हो भने गभर्नेन्सलाई दुईटै पर्सपेक्टिभबाट हेर्न सकिन्छ। एउटालाई हामी गभर्नेन्स and independent variables and governance a dependent variable. Governance, the words we can use in two different ways. मैले भनेको भाव बुझ्नु भयो कि भएन? गभर्नेन्स एउटा इन्डिपेन्डेन्ट भेरिएबलको रूपमा नि हेरिँदो रहेछ, हेर्न सकिँदो रहेछ। गभर्नेन्सलाई चाहिँ डिपेन्डेन्ट भेरिएबलको रूपमा नि हेर्न सकिँदो रहेछ। हजुर कसरी सर यसो ब्रिफली गरिदिँदै एक्जाम्पल जस्तै डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबल त सुन्नु भएको छ हैन र? सुन्ने हो सर। अब तपाईहरु यहाँ कक्षा यो कम्प्युटर खोलेर बसिराख्नु भएको थियो। म नआउन्जेल तपाईहरु चाहिँ यतिकै बसिराख्नु भयो। म चाहिँ डिपेन्डेन्ट कि इन्डिपेन्डेन्ट? Independent. हो। मेरो कारणले तपाईहरुको कक्षा चल्न सकेन। त्यसकारणले म कज हुँ, तपाईहरुको कक्षा सञ्चालन इफेक्ट हो। बुझ्नुभयो? त्यसकारणले हाम्रो संविधान सभा चाहिँ को कारणले 64 सालको चुनावबाट संविधान बन्न सकेन। संविधान सभा चाहिँ त्यो चुनाव चाहिँ प्रतिनिधि चाहिँ कारण हो, असर संविधान बन्न सकेन। हाम्रो चाहना के हो? संविधान निर्माण गर्न। त्यसकारणले हाम्रो इफेक्ट त के हो? संविधान निर्माण हो। त्यति बेला संविधान निर्माण चाहिँ हाम्रो के हो? डिपेन्डेन्ट भेरिएबल हो। त्यो रिजल्ट हो हैन? त्यसकारणले गभर्नेन्स त्यति बेलाको गभर्नेन्सलाई हामीले के भन्यौं? इन्डिपेन्डेन्ट भेरिएबलको रूपमा हेर्यौं। अब अहिले संविधान बनिसक्यो। यो संविधान विश्वको विभिन्न देशको संविधानमा राम्रो संविधानको रूपमा पर्दछ। यसको राजनीतिक स्वतन्त्रता छ, यसको आर्थिक स्वतन्त्रता छ, यसको सामाजिक समावेशिता छ हैन? भन्दा त्यो दृष्टिकोणले हेर्ने हो भने अत्यन्त जनता सार्वभौमसत्ता सम्पन्न भएका छन्। राम्रो संविधान हो। अब अहिले संविधान के हो? इन्डिपेन्डेन्ट भेरिएबल हो। अब यो संविधानले जनताले खोजेको प्रतिफल दिन सक्नुपर्छ। प्रतिफल दिन सकेन भने यो संविधानको कहाँ के समस्या छ? कहीं मोबिल फेर्न, गाडीको मोबिल फेर्न, गाडी बनाउने चाहिँ डिपेन्डेन्ट भेरिएबल हो, गाडी कुद्ने चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल। त्यस्तै हो। कहीं मोबिल फेर्न पर्या होला, कहीं टायरमा चाहिँ हावा पुगेको छैन होला हैन? त्यस्तै। त्यसकारणले यो टाइम टु टाइम यसको गर्न सकिन्छ। इन्डिपेन्डेन्ट भेरिएबल हुने बित्तिकै तपाईले जोत्ने हलो राम्ररी जोत्न सकेन भने त्यसलाई चाहिँ आवश्यक सुधार गर्नुपर्छ। तपाईले लेख्ने पेन्सिलले लेख्न छोड्यो भने तिखार्नुपर्छ। यस्तै हो। त्यसकारणले चेन्जिङ पर्सपेक्टिभ्स अफ लोकल गभर्नेन्स भनेर भन्नाले चाहिँ यहाँ के भयो त भन्दाखेरि यो सिस्टमको बारेमा चाहिँ समय सापेक्ष परिवर्तन भइरहन्छ। त्यसकारणले पर्सपेक्टिभ चाहिँ के छ त भन्दा परिवर्तनशील छ है। कसको आँखाबाट? एज अ पर्सपेक्टिभ यो चाहिँ के रे स्थानीय जनताको आँखाबाट चाहिँ हाम्रो स्थानीय सरकार कस्तो छ भनेर हामी चाहिँ हेर्न सक्ने भयो। त्यस अर्थमा चाहिँ हाम्रो यो स्थानीय सरकार चाहिँ त्यो हेर्ने दृष्टिकोण के भयो त भन्दा इन्डिपेन्डेन्ट भेरिएबल हो। अहिले तपाईहरुसँग मैले भन्न खोजेको के हो भने
त्यो डिपेन्डेन्ट र इन्डिपेन्डेन्टमा धेरै समय खर्चिन खोजेको होइन, तर यो पनि जान्न पर्ने कुरा चाहिँ भएकोले मैले तपाईँहरूसँग सेयर गरेँ। हामीले चाहिँ अहिले जान्न खोजेको कुरा के हो भने यो गभर्नेन्स लोकल गभर्मेन्ट एक्टले चाहिँ हामीलाई चाहिँ हाम्रो चाहिँ चाहना अनुसारको चाहिँ विकास र सेवा प्रवाह गर्न सकेको छ कि छैन लोकल पिपुलको आँखाबाट, त्यो कुरा चाहिँ हामी हेर्छौँ। चेन्जिङ पर्सपेक्टिभ्स भने त्यो हो हैन। यसकारणले एज अ पर्सपेक्टिभ्स लोकल सेल्फ गभर्नेन्स गिभ्स द प्रायोरिटी टु भ्यू फ्रम द लोकल पिपुल वाट दे क्यान से अबाउट द सोसियल सिस्टम। हाम्रो सामाजिक संरचनाकै गल्तीका कारणले पनि यस्तो भइरहेको कि हामी चाहिँ के अरे हाम्रो चाहिँ यो पैसा पूजन संस्कृति भएर यस्तो भयो कि हामीले कल्चरलाई बिर्सदै गयो भने हामी अब चाहिँदैन कल्चर भन्ने ठाउँमा पुग्न लागेको स्थिति भयो। त्यसलाई चाहिँ कसरी बचाउने त्यो आधारमा हो कि यस्तो कुराहरू चाहिँ हामीले हाम्रो आफ्नो आफ्नो दृष्टिकोण हुन्छ, पर्सपेक्टिभ्स। कोही मान्छे सिमेन्टेड घरमा बस्न रुचाउँछन्, कोही चाहिँ माटोको घरमा बस्न रुचाउँछन्, कोही मान्छे कोदाको मन पराउँछन्, कोही चामलको भात खान मन पराउँछन्। यो व्यक्तिको आफ्नो बुझाइको कुरा हो। त्यसकारणले पर्सपेक्टिभ्स फरक छ। पर्सपेक्टिभ्सहरू यो इभोल्युसनरी प्रोसेस पनि हो, किनभने समय सापेक्ष रूपमा मानिसहरूले त्यो मानिसको आवश्यकता र चाहना चाहिँ थप्दै जाने हुन्छन्। त्यसकारणले यो पर्सपेक्टिभ्स लोकल गभर्नेन्सको पर्सपेक्टिभ्स चेन्जेबल छ। यति मात्रै तपाईँहरूसँग भन्न खोजेँ। त्यो के भनेदेखि हिजो दोस्रो विश्वयुद्ध समयको अवस्थासम्म एउटा स्थिति थियो, दोस्रो विश्वयुद्धपछि तपाईँ हेर्नुभयो भने 60 सम्म एउटा छ, 60 देखि 70 एउटा छ, 70 देखि 80, 80 देखि 90, 90 देखि चाहिँ 2000 र अहिले अर्कै छ। यो समय सापेक्ष रूपमा पर्सपेक्टिभ्सहरू चेन्ज भइराखेको छ, किनभने यसलाई चाहिँ सामाजिक परिवर्तनले प्राविधिक अथवा चाहिँ वैज्ञानिक अनुसन्धानले त्यस्ता कुराहरूमा परिवर्तन ल्याइरहेको हुन्छ हैन। त्यो जस्तो उदाहरणको लागि यसलाई मैले यो खास त इकोनोमिक्सको वर्ड हो, इट हैज बीन चेन्ज फ्रम द सप्लाई ओरिएन्टेड टु डिमान्ड ड्रिभन भनेर। पहिला चाहिँ पूर्तिले मागको सिर्जना गर्छ भन्ने क्लासिकल विचार थियो, अहिले चाहिँ मागले पूर्तिको सिर्जना गर्छ भन्ने मोडर्न विचार छ। यस्तो यस्तो चेन्जेसहरू भइराखेको छ के। हिजो चाहिँ के अरे 70 मा चाहिँ सोसियल सिस्टम चाहिँ के थियो भन्दा ह्युमन एसोसिएसन ले चाहिँ मानव पुँजी निर्माण गर्न सक्छ भन्ने थियो। रबर्ट पुटनामको सोसियल क्यापिटल थ्योरीले त्यसो भन्यो। पछि पिटर बोगासनले चाहिँ होइन मानिसहरू त डिसइन्टिग्रेट हुँदै जान थाले, व्यक्तिवादी हुन थाले, यसले त अर्कै चाहिँ के अरे इन्डिपेन्डेन्सीको परिभाषामा चेन्ज ल्यायो। त्यसकारणले गर्दाखेरि यो चेन्ज भइराखेको हुन्छ दुनियाँमा। त्यसकारणले तपाईँ हामी त्यसमा हजुर त्यसो भएर यो आत्तिनु पर्ने यस्ता कुराहरूमा केही जरुरी छैन। यो इट हैज बीन चेन्ज इन टर्म्स अफ पोलिटिकल डिसिजन मेकिङ प्रोसेस। निर्णय प्रक्रियाहरू समय सापेक्ष रूपमा कुनै अप्ठ्यारो पर्यो भनेदेखि अर्को तरिकाले चाहिँ निर्णय गर्ने परम्परा हुन्छ। तपाईले आफ्नै टोलमा सम्झेर हेर्न सक्नुहुन्छ। इकोनोमिक मोडलहरूमा चेन्ज भइराखेको हुन्छ। तपाईँ इकोनोमिक मोडल भन्ने बित्तिकै धेरै तर्सिनु पर्दैन। तपाईले यदि चाहिँ इकोनोमिक्स पढ्नु भयो भने डिमान्ड इज इक्वल टु फङ्सन अफ प्राइस, इन्कम हैन, एडभर्टाइजमेन्ट, प्राइस अफ रिलेटेड गुड्स आदि इत्यादि डिटर्मिनेन्ट फ्याक्टर भने जस्तै त्यसलाई के राख्यो भने चाहिँ त्यो छिटो देशको विकास हुन्छ भनेर एउटा फर्मुलामा राखिदिनु भयो भने y इज इक्वल टु mx प्लस c को फर्मुला राखिदिनु भयो भने ठ्याक्कै त्यस्ता मोडलहरू 1000 बनाइदिन सक्नुहुन्छ। त्यो विषयमा चिन्ता नगर्नुहोस्। त्यो इकोनोमिक मोडल चाहिँ चेन्ज भएको छ। पहिला जस्तो चाहिँ के अरे क्लासिकल पिरियडमा चाहिँ के भनेदेखि यो फेडरलिजम फिस्कल डिसेन्ट्रलाइजेसन थ्योरी नै चाहिँ के थियो भन्दाखेरि पैसा बाँड्दियो भने विकास हुन्छ भन्ने थियो। अहिले सेकेन्ड जेनेरेसन थ्योरी आछ, पैसा बाँडेर मात्र विकास हुन्न है, यो चाहिँ के अरे पोलिटिकल सोसियल कुरा पनि छ यसमा भनेर चाहिँ भन्छ। बुझ्दैन? अहिले धेरै धर्म मान्ने मान्छेहरू पनि धेरै चाहिँ नि विद्वानहरू पनि के भन्न थाले, यस्तो चाहिँ मन्दिर बनाएर सब पैसा खर्च भयो भन्न थाले सुनेको छु कि मैले। त्यसकारणले धर्म त मनभित्र हुने कुरा होला नि, अब तर पैसाहरू त्यसरी खर्च भयो। इकोनोमिक मोडलका विषयमा, सोसियल रिलेसनका कुरामा, पब्लिक सर्भिस डेलिभरीका कुरामा
हिजो चाहिँ घर घरमा चिठी पुर्याउनु पर्थ्यो भने अहिले इमेलबाट पठाइदिए हुन्छ हैन। कल्चरल प्र्याक्टिसेसका कुराहरूमा हिजो जुन चाहिँ एउटा संस्कार थियो भने अहिले चाहिँ त्यो व्यवहारमा छुटिराखेको अवस्था छ। यस्ता धेरै कुराहरू तपाईले जहाजमा लेख्दा यही चेन्जिङ पर्सपेक्टिभ्स भने के लेख्नु पर्यो त भन्दा डिसिजन मेकिङ प्रोसेसमा के चेन्ज आएको छ, इकोनोमिक मोडलमा के चेन्ज आएको छ। हिजो अस्ति भर्खरसम्म चाहिँ हामीलाई बाटो चाहियो, हामीलाई घोडेटो बाटो माग्ने मान्छेहरू मोटर बाटो पाउन थाले। मोटर बाटो गएपछि अहिले के भन्न थाल्यो भने यो बाटो भएन, यो बाटो भएन भन्न थालिसक्यो मानिसहरू। किनभने त्यहाँ चाहिँ मानिसहरू बिग्रे, उत्पादन गर्न छोडे, धेरै कुराहरू त्यसको इम्प्लिकेसन आउन थालिसकेको छ। मोडलहरू टाइम टु टाइम चेन्ज भइरहन्छ के। सोसियल रिलेसनसिप हिजो चाहिँ के अरे यो आफ्नो परम्परागत सम्बन्ध थियो, अहिले चाहिँ फेसबुकले दुनियाँलाई जोडिदियो। अहिले चाहिँ मैले हिजो CNN को न्युजमा सुन्दै थिएँ, त्यहाँ पनि चाहिँ यो सामाजिक सञ्जालले चाहिँ ठुलै समस्या उत्पन्न गराइसकेको रहेछ। एउटा बच्चाको एक्जाम्पल सहित देखाइरहेको थिएँ। अब अमेरिका जस्तो देशमा पनि समस्या भइसक्यो के, हाम्रो देशमा मात्र होइन। सामाजिक सम्बन्धका कुरा, पब्लिक सर्भिस डेलिभरीका कुरा, अब यो चाहिँ के अरे कयौँ यो चेन्ज आइसकेको छ, तपाईँ आफैले देख्नु भएको छ। कल्चरल प्र्याक्टिसका कुरा, यसरी पर्सपेक्टिभ्सहरू चेन्ज भएका छन्। तपाईँले जाँचमा लेख्दा यो पोलिटिकल, इकोनोमिक, सोसियल, एडमिनिस्ट्रेटिभ अस्ति हामीले भनेको डाइमेन्सनकै बेसमा के चेन्ज भएको छ, तपाईँले जे बुझ्नु भएको छ त्यसको नोट बनाउनुहोस् तपाईँको आँखाले देखेको। पर्सपेक्टिभ्स कसरी चेन्ज भएको छ भन्ने कुरा यो रामचन्द्र खनाल वगैरह, यस्तो खनाल त खनाल, रामचन्द्र खनाल, उनको किताबको त्यो पहिलो च्याप्टरको पहिलो उसमै लेखेको छ, ओल्ड एटिट्युड अफ द central government actors think that they alone knew about the development problems, which has been displaced by the growth of local knowledge and willingness of local people to occupy it in local governance. अब यो कुरा फेरि त्यो ठ्याक्कै उसको कुरा नै हो के अरे रोन्डिलिलीकै कुरा हो। पहिलाका मान्छेहरू सबै मै जान्ने मै सुन्ने हुँ भन्ने थियो, अनि ठुलो मान्छेले जे भन्यो त्यो चाहिँ सबै उसले जानेकै कुरा, उसले मात्रै जानेछ, हामीले केही पनि जाने छैनौँ भन्ने थियो। अहिलेका मानिसहरूले हामीले पनि केही जानेछौँ भन्ने सोच राखेका छन्। त्यसकारणले त्यसलाई चेन्ज गरिदिइसक्यो, त्यही हो चेन्जिङ पर्सपेक्टिभ्स। त्यसकारणले लोकल डेभलपमेन्ट प्रोसेस has inevitably the re-emergence of all alternative concept of bottom-up participatory planning and implementation system. अब यो सबै टप डाउन एप्रोचबाट बटम अप एप्रोचमा आए है। यति इम्प्लिमेन्टेसन, पोलिसी डिसिजन, यो धेरै कुरामा चाहिँ टप डाउन एप्रोचको सट्टा बटम अप एप्रोचमा आएका छन् हैन। त्यसकारणले अहिले एउटा यो प्रभाव चाहिँ एकदम पपुलरली धेरैवटा ठाउँमा तपाईँ किताबहरूमा यताउता देख्नुहुन्छ, थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली। यो चाहिँ नि हामीले स्थानीय तहमा काम गर्न पनि अब चाहिँ विश्वमा के भइरहेछ भनेर चाहिँ त्यसको आधारमा काम गर्छौँ। जस्तो चाहिँ तपाईँ अहिले मैले बिहान मात्र एउटा समाचार सुन्दै थिएँ, धेरैजनाको इन्टरभ्यू पनि दिइरहेको थियो त्यो कायाकलनमा। मानिसहरू अहिले काठमाडौँमा पनि कोदोको ढेँडो खान थालेछ। अनि कोदो किन खान थाल्यो भन्दा स्वास्थ्यलाई यो फाइदा यो फाइदा यो फाइदा भनेर चाहिँ उसले व्याख्या गरिरहेको थियो। अनि अब थिङ्क ग्लोबल, अब कोदोको ढेँडो यहाँ काठमाडौँको मान्छेले खाने भयो त गाउँको मान्छेले कोदो रोप्ने भयो नि त धेरै, त्यति भने हो क्या त्यो। अब त्यो बजारमा के चिजको माग छ त्यसको आधारमा चाहिँ स्थानीय तहमा उत्पादन गर। यस्तै तरिकाले तपाईँ हामी यसको व्याख्या गरिदिन सक्छौँ। यसको एउटा चाहिँ नि दार्शनिक कुरा के छ त भन्दा लोकल पिपुल क्यान डु बेटर फर देयर बेटरमेन्ट हैन।
यो स्थानीय जनताको त्यो कुरा छ हैन। यो चाहिँ यो कसको किताबमा छ? त्यही रामचन्द्रकै किताबमा छ। फेरि यो पोलिटिकल वर्ल्ड हुनसक्छ कसैलाई, त्यस कारणले यो भएकै घटना हो, अन्यथा नलिनु होला। त्यो के भन्दा द फल अफ सोभियत युनियन इन्टु डेमोक्रेटिक सिस्टम क्रिएट वर्ल्ड वाइड वेब इन द डेभलपमेन्ट अफ लोकल सेल्फ गभर्नेन्स। 1990 को युरोपमा चाहिँ जो कम्युनिस्ट सिस्टमहरू चाहिँ कोल्याप्स भइसकेपछि विश्वव्यापी रूपमा चाहिँ यो लोकल सेल्फ गभर्नेन्सको कन्सेप्ट चाहिँ निकै ठुलो वेब ल्याएको थियो भन्छन् सबैजनाले है। यो चाहिँ नै त्यो चेन्ज के हो त भन्दा एउटा गभर्मेन्टबाट गभर्नेन्समा रूपान्तरण भएको छ। यो स्ट्रक्चर नभएर एउटा सिस्टममा गयो। मैले अस्ति भनिसकेको छु, त्यो वर्ड चाहिँ नबिर्सिनु होला। DYE डाई भन्ने मान्छेले चाहिँ गभर्नेन्स भनेको पोलिसेन्ट्रिक कन्सेप्ट हो भनेर लेखेका छन् कि है। त्यस कारणले उनीहरूले चाहिँ वाट पिपुल आर डिमान्डेड आर मेन कन्सर्न्स अफ गभर्मेन्ट। गभर्मेन्ट भन्ने बित्तिकै जनताले के माग गरेका छन् भन्ने कुरासँग सरोकार राख्नुपर्छ। त्यस कारणले डेमोक्रेटिक गभर्मेन्ट चलाउन धेरै गाह्रो हुन्छ। हेर्नुहोस्, अटोक्रेटिक भन्दा डेमोक्रेटिक गभर्मेन्ट सञ्चालन गर्न धेरै गाह्रो हुन्छ। किन भन्दाखेरि त्यो चाहिँ डेमोक्रेटिक गभर्मेन्ट चाहिँ प्रत्येक मिनेट प्रत्येक डिसिजनमा जनताको चाहिँ के अरे प्रतिक्रिया आइराखेको हुन्छ। त्यसलाई चाहिँ आत्मसात गर्न सक्ने क्षमता हुनुपर्छ डेमोक्रेटिक गभर्मेन्टमा। यो चाहिँ ठुलो चुनौतीको विषय हो कि अब एउटा निर्णयमा चाहिँ के अरे जनताले अस्वीकृत मतलब असन्तुष्टि व्यक्त गर्ने बित्तिकै आत्तिन थाल्यो भने त्यो गभर्मेन्ट टिक्नै सक्दैन हैन। The changes, actors of local governance are elected bodies, हैन, civil society, indigenous institution। यो गभर्नेन्स भित्र चाहिँ के अरे विभिन्न सिभिल सोसाइटी, कन्ज्युमर ग्रुपहरू, हैन, जनप्रतिनिधिहरू सबै अटाउने हुन्छ कि। त्यस कारणले यो ब्रोडर कन्सेप्ट हो। त्यसै कारणले यसलाई पोलिसेन्ट्रिक कन्सेप्ट भनेको है। यो करेन्ट लोकल गभर्नेन्स सिस्टम फोकस्ड अन टुवार्ड्स फलोइङ एरिया। के कुरामा जोड दिन्छ त भन्दा यो सिस्टमले मेक लोकल अथोरिटिज इफेक्टिभ एन्ड इफिसियन्ट है। लोकल अथोरिटीलाई दक्ष र प्रभावकारी बनाउनको लागि यो सिस्टमले चाहिँ फोकस गर्छ। यसको इन्स्टिट्युसनल मेकानिजम हुन्छ जहाँ चाहिँ के अरे अध्यक्ष उपाध्यक्ष हैन भने जस्तो वडा अध्यक्ष सदस्यहरूको यो चाहिँ नि इन्स्टिट्युसनल क्याडरहरू हुन्छ। त्यो चाहिँ नि लोकल बडिजले चाहिँ के अरे इनेबल टु लोकल बडिज टु जेनेरेट एन्ड मोबिलाइज लोकल रिसोर्स। स्थानीय स्रोतहरू निर्माण गर्न र परिचालन गर्न। परिचालन भनेको कलेक्सन एन्ड एक्सपेन्डिङ भनेको है। यो डेमोक्रेटिक सिभिल सोसाइटी द्याट इज ट्रान्सपरेन्ट। त्यो सिभिल सोसाइटी चाहिँ ट्रान्सपरेन्ट हुनुपर्छ हैन। यो अकाउन्टेबल उत्तरदायी हुनुपर्छ, सहभागितामूलक हुनुपर्छ हैन। डेभलप लोकल लिडरसिप सो एज टु मेक अकाउन्टेबल टु द पिपल हैन। लोकल लिडरसिप चाहिँ ग्रासरुट लेभल अफ के भन्छ प्राइमेरी स्कुल अफ डेमोक्रेसी भन्छ नि। त्यस कारणले लिडरसिप डेभलपमेन्ट गर्न सक्छ यसले। यो चाहिँ नि सोसियो इकोनोमिक सस्टेनेबल डेभलपमेन्ट चाहिँ के को लागि चाहिँ यो धेरै महत्त्वपूर्ण मानिन्छ है। हल्ला नगरिदिनुहोस् न, को त्यो म्युट गरिदिनु न। त्यस कारणले यो मोडर्न कन्टेक्स्टमा यो तपाईँहरूलाई मैले यसो चाहिँ कसरी चेन्ज आछ भन्ने कुरा बुझाउनलाई सजिलो हुन्छ कि जस्तो लागेर यो राखेको हुँ। यो हाम्रो डिपार्टमेन्टले 2011 मा एउटा ठुलो कन्फरेन्स गरेको थियो। त्यहाँ चाहिँ यो अमेरिकाको एकजना प्रोफेसर थिए गोरन हाइडन। उनले आफ्नो पेपरमा लेखेको कुरा मैले तपाईँहरूसँग सेयर गर्न चाहेको। यो मैले बनाएको कुरा होइन है। उनी के भन्थे त्यति बेलाको कुरा हो है। अब यो चाहिँ नि पर्सपेक्टिभ चाहिँ कसरी चेन्ज भइराखेको छ त भन्दा जस्तो एजेन्डा
एजेन्डा भनेपछि पोलिसी तपाईले पब्लिक पोलिसीमा चाहिँ एजेन्डा चाहिँ पोलिसी साइकलको पहिलो वर्ड हो कि अब त्यो एजेन्डा चाहिँ के थियो त 90s मा भन्दा एउटा हामी जस्तो दुई चार अक्षर पढेका मानिसहरूको एकाडेमिक्सहरूको चाहिँ विषय थियो हैन अब एप्रोच के थियो 90 मा भन्दा एप्रोच चाहिँ एनालिटिकल थियो एनालिटिकल भनेको कज एन्ड इफेक्ट रिलेसनशिप के कारणले त्यस्तो भयो भन्ने हैन अब त्यसपछि चाहिँ के थियो त भन्दा पोजिसन चाहिँ कुनै चाहिँ किसिमको कसैसँग चाहिँ त्यत्रो घनिष्ठ सम्बन्ध भएको स्थिति थिएन उसो इन्डिपेन्डेन्ट चाहिँ के रे त्यो काम गर्न सक्थे अब्जेक्टिभ्स के थियो त भन्दा नयाँ ज्ञानको निर्माण गर्नु थियो भने 2000 मा आएर त्यो एकाडेमिक्सको सट्टा कसको हातमा गयो यो भन्दा डोनरहरूको जुन एनजिओहरू पैसा बाँड्दै हिँडेको थिए नि एकचोटि आजकल चाहिँ त्यति धेरै सुने छैन मैले त्यो चाहिँ डोनरहरूको हातमा गयो कि पछि के भयो त भन्दा यो एप्रोच चाहिँ व्यवहारमा उसलाई चाहिँ बिरामी परेको छ एउटा त्यो बिरामीलाई चाहिँ सबैलाई सहयोग गर्न सक्ने एउटा के रे एम्बुलेन्स किनिदिउँ न त प्राग्मेटिक कि डोनरले एउटा एम्बुलेन्स किनिदियो पोजिसन के त्यो एनजिओ चाहिँ म्यानेजर अनि अब्जेक्टिभ्स के त्यो चाहिँ लोकल गभर्नमेन्टलाई रिफर्म गर्ने हैन नयाँ बनाउने अब 2010 मा आउँदा चाहिँ डोनरहरूको त्यो जुन एनजिओ को सट्टा यो सिभिक एक्टिभिस्टहरू अहिले जस्तो महिला आन्दोलन के चाहिँ फल्ला ग्रुप फल्ला समूह फल्ला जात फल्ला धर्म फल्ला यस्ता चाहिँ हुँदा हुँदा ट्रान्सजेन्डर पनि सबैको आफ्नो माग एक्टिभिस्टहरूको एजेन्डा बनेर आएको छ अहिले 2010 चाहिँ त्यसको एप्रोच के छ त भन्दा हिजो चाहिँ नि किनिदिने जुन एउटा चाहिँ के भन्ने मैले एम्बुलेन्स किनिदिने भन्नु सट्टा एम्बुलेन्स आफै किन्न सक्ने बनाउनु पर्छ अनि मात्रै त्यसको सुरक्षा हुन्छ नत्र हामीले किनेर दिएपछि त्यसको सुरक्षै गरेनन् यस्तो आयो कि पोजिसन के म्यानेजर भन्नुभन्दा नि अब यो चाहिँ फेसिलिटेटर इन्गेज गराउने हैन त्यो चाहिँ नि अब्जेक्टिभ्स के भयो त भन्दा त्यो पावरहरू चाहिँ कसरी एक्सरसाइज भइरहेछ त्यसको चाहिँ अध्ययन गर्ने यसरी चाहिँ चेन्ज भइरहेछ क्या दुनियाँ यो पर्सपेक्टिभ्सहरू यसरी समय सापेक्ष रूपमा चेन्ज हुँदै जान्छ है भनेर तपाईहरुसँग मैले चाहिँ गरे यो अनवर शाहको हो यो खास त्यस्तो केही छैन यसमा चाहिँ यो चाहिँ तपाईहरुले टिप्न मन लाग्छ तपाईहरुलाई आवश्यक ठान्नेहरुले टिप्नु भए हुन्छ यो के चेन्जिङ पर्सपेक्टिभ्स भनेर लेख्नु पर्दा तपाईले के कुरा भन्न सक्नुहुन्छ भने नेपालमा विकेन्द्रीकरणको सिद्धान्त 1960 बाट प्रारम्भ भयो है इस्वी सम्बत हैन खास त्यो सरकारी तहबाट त्यो भयो त्यति बेला चाहिँ तपाईको यो डिकन्सन्ट्रेटेड मोडलको थियो सिस्टम हैन अब यो अहिले चाहिँ यो डिभोल्युसन भएको छ अथवा अहिले शेयरिङ अफ पावर फ्रम इन बिट्विन द डिफरेन्ट लेभल अफ गभर्नमेन्ट्स शेयरिङ अफ पावर भएको छ हाम्रो त अहिले त डिभोल्युसन मात्र पनि छैन पावरै शेयरिङ भएको छ हैन अब हाम्रो यो पोलिसी फ्रेमवर्क चाहिँ कसले निर्धारण गरेको छ त भन्दाखेरि लोकल गभर्नमेन्ट अपरेसनल एक्ट 2074 ले गरेको छ यो कुरो बुझ्नु पर्यो हैन यो यसमा चाहिँ पार्टिसिपेटरी प्लानिङ प्रोसेस चाहिँ संस्थागत गरिएको छ सहायता विकास योजना प्रक्रियालाई यसको के रे यो ऐनको दफा 24 कि 26 मा गरे छ हैन
अनि त्यसपछि वाइडर अथोरिटी ग्रान्टेड टु लोकल गभर्मेन्ट। अहिले चाहिँ धेरै अधिकारहरू स्थानीय सरकारलाई दिएको छ, तपाईँले बुझिहाल्नुहुन्छ। रेज एन्ड मोबिलाइज रिसोर्सेस इन एडिसन टु इन्क्रिज सेन्ट्रल रिसोर्स ट्रान्सफर। अहिले चाहिँ आफै कर लगाउनु पाउने, कर उठाउन पाउने व्यवस्था गरिया छ होइन। अनि अहिले पहिला त्यस्तो थिएन। सपोर्ट एक्सटेन्डेड एन्ड के अरे यो चाहिँ नि क्यापासिटी बिल्डिङका लागि विभिन्न चाहिँ नि अवसरहरू कार्यक्रमहरू सञ्चालन गरिया छ होइन। मोनिटरिङ इभ्यालुएसन सिस्टम छ। यसको चाहिँ कमजोर स्थानीय सरकारहरूलाई छुट्टै किसिमको अनुदानको व्यवस्था गरिया छ। उनीहरूलाई चाहिँ के अरे अकाउन्टेबल बनाउनको लागि र उनीहरूले गरेको काम ट्रान्सपरेन्ट गर्ने व्यवस्था गरिया छ। पहिला यस्तो थिएन होइन। यो सिभिल सोसाइटी अर्गनाइजेसनहरूलाई चाहिँ यसमा राम्रोसँग एकोमोडेट गरिया छ। त्यसैले गर्दाखेरि आन्तरिक स्रोतहरू बढिराखेका छ। यो पर्सपेक्टिभ चाहिँ नेपालको सन्दर्भमा यी कुराहरूमा यसलाई अझ तपाईँले जाँचमा लेख्दा चाहिँ फेरि दोहोऱ्याएर भने मैले यसलाई यसरी राख्नुभन्दा नि अझ राजनीतिक निर्णय गर्ने कुराहरूमा के चेन्ज आयो, आर्थिक निर्णय गर्ने कुराहरू के चेन्ज आयो होइन। अब चाहिँ प्रशासनिक प्रक्रियामा के चेन्ज आयो होइन। हाम्रो चाहिँ के अरे यो कल्चरल सिस्टममा के आयो। अहिले चाहिँ कल्चरमा कति धेरै खर्च गरिराखेको छ मानिसहरूले। यो चाहिँ फेरि राम्रो कुरा हो। कल्चर प्रिजर्भेसन हुनुपर्छ, किनभने आफ्नो कल्चर डुबेपछि त्यो सिद्धियो, त्यो देशको संस्कृति बिर्सियो, खतम भयो भने देश खतम हुन्छ भन्छन् कि। त्यस कारणले संस्कृति बचाउनु पर्छ, तर त्यसलाई चाहिँ आफ्नो सीमाभित्र राख्नुपर्छ। संस्कृतिको नाममा सद्भाव चाहिँ बिर्सिनु भएन। यो चाहिँ भन्छन् है चेन्जिङ पर्सपेक्टिभ। नेपालमा लोकल गभर्मेन्ट चाहिँ कसरी प्रादुर्भाव भयो है भन्दा यो लोकल गभर्मेन्ट चाहिँ वास्तवमा यो त धेरै नेपालको इतिहास हेर्नुभयो भने त अरू देशको भन्दा त धेरै पुरानो छ हाम्रो लोकल गभर्मेन्ट सिस्टमको एउटा क्यारेक्टरलाई हेर्ने हो भने। किनभने तर त्यति बेला गभर्मेन्ट त भनिँदैन थियो है। कति साल भन्दाखेरि 2057 सालतिर मैले एउटा आर्टिकल लेखेको थिएँ यो विषयमा। त्यो अहिले पनि मलाई मन परेर तपाईँहरूलाई सेयर गर्न चाहेको। धेरै त्यहाँ धेरै पुराना किताबहरू अध्ययन गर्न पाएको थिएँ, यङ थिएँ, अनि त्यस्तो कुरा पायो भने मन पर्थ्यो, टिपेको थिएँ र त्यसलाई पछि मैले निकालेको थिएँ कि। यो विभिन्न यो भुषाल महर्जन मैले यहाँ ऊ पनि राखेको छु, सोर्स पनि। अब त्यहाँ चाहिँ के छ भन्दाखेरि विभिन्न तरिकाले यो विभिन्न किताबहरूमा यसलाई विभाजन गरेको पाउनुहुन्छ है। तर यो सबैको पछाडि दौड्यौँ भने हराइन्छ। हेर्नुहोस्, कसैलाई त्यो हिस्ट्रीमै धेरै डिभोसन छ, अब त्यसमै लाग्नु छ भने त लाग्नुहोस्, होइन भने चाहिँ यो एन्सियन्ट पिरियड मोडर्न पिरियड भन्नु सकिन्छ क्या, त्यही भित्र सकिन्छ। मेरो सल्लाह चाहिँ यो त्यस्तो जान्नुपर्ने विषय नै होइन अहिलेको कन्टेक्स्टमा त। तर हामी लोकल गभर्मेन्टको कुरा गर्दा यो देशको यो मानव सभ्यताको विकास भएको बेलामा लोकल गभर्मेन्ट भन्ने कि नभन्ने भने नभन्ने। त्यति बेला लोकल सबै सेन्ट्रल गभर्मेन्टले चलाउँथ्यो होइन। जब ठुलो त्यो सरकारको चाहिँ दायरहरू ठुलो हुँदै गयो, उसले चाहिँ त्यो सबैलाई ह्यान्डल गर्न सकेन, तब न चाहिँ अधिकार दिएछ। भनेपछि त यो चाहिँ लोकल गभर्मेन्ट त माथिल्लो तहकोले गर्न नसकेर नभ्याएर यसो आफूलाई मन नलागेको चिज तलतिर लो गरी खा है भनेर दिया जस्तो क्या, त्यस्तो रूपमा थियो क्या पहिला। जस्तो चाहिँ के अरे तपाईँहरूले हेर्नुभयो भने अझ त्यहाँ नजाउँ, पाउनुहोस्। पहिला चाहिँ यहाँ यो नेपालको चाहिँ नि एन्सियन्ट पिरियड हेर्नुभयो भने यो गुप्ता, किराँत, लिच्छवी कालहरू हामी हेर्न सक्छौँ।
त्यस्तै गरेर यो देशलाई चाहिँ इन्डो आर्यन यो सिनो मङ्गोलियन जाति बस्ने देशको रूपमा चाहिँ यहाँ दुईटै सिभिलाइजेसन विकास भइरहेको पाउँथ्यौँ होइन। मैले आफैले बिर्सिसकेको छु यो कति कुराहरू त, यसको धेरै लामो छ कथा। अब हामी चाहिँ धेरै हिन्दू महाभारत यो चाहिँ नि कौटिल्यको अर्थशास्त्र मनुस्मृति वेद होइन यसबाट प्रभावित समाज हो यो होइन। उपनिषद यी सबैबाट चाहिँ हामी प्रभावित छौँ। त्यसमा सबभन्दा महत्त्वपूर्ण यस बिचमा चाहिँ के कुरा चाहिँ जोडिन्छ भन्नु हो भने पृथ्वीलाई एउटा पूर्वीय संस्कृति र अर्को पश्चिमा संस्कृति भनेर चाहिँ भन्छ। पूर्वीय संस्कृति चाहिँ को एक वर्डमा भन्नुपर्दा चाहिँ इन्टरडिपेन्डेन्सीलाई विश्वास गर्छ पूर्वीय संस्कृति, इन्टरकनेक्टेडनेस। त्यस कारणले यो एक किसिमले भन्नुहुन्छ भने यो डेमोक्रेटिक कल्चरको कुरा गर्छ यसले। किनभने यस बारेमा अस्ति पनि मैले तपाईँहरूसँग सेयर गरिसकेँ, डेमोक्रेसी भनेको चाहिँ यो कलेक्टिभ राइट्स हो, क्यापिटलिजम भनेको चाहिँ इन्डिभिजुअल राइट्स हो भन्छ क्या। अब डेमोक्रेसी भन्ने बित्तिकै त्यो कलेक्टिभ राइट्स भन्ने बित्तिकै त धेरै मानिसको एउटै लक्ष्य भएको स्थिति, त्यो हुनका लागि इन्टरकनेक्टेडनेस हुन्छ। त्यस कारणले पूर्वीय दर्शन चाहिँ धेरै महत्त्वपूर्ण छ। यो पूर्वीय दर्शनकै आधारमा डेमोक्रेसीको चाहिँ नि प्रस्फुरण भएको भन्न सकिन्छ यस मान्नेमा चाहिँ, दार्शनिक आधारलाई मान्ने हो भने। त्यस कारणले यो मोडर्न पिरियड भने चाहिँ अब त्यो उसमा त्यही भुषालको किताबमा चाहिँ मैले हेरेँ यो मोडर्न पिरियड भनेर त्यहाँ व्याख्या गरिएको थियो। तर अब त्यसलाई मोडर्न भन्ने कि नभन्ने त्यो आफ्नो फेरि त्यो छलफलको विषय हो। मैले यहाँ राखेको थिएँ त्यही आधारमा। अब राणाभन्दा पहिलाको पिरियड होइन, देश नेपालको एकीकरणको पिरियड, एकीकरण पछि राणा पिरियड होइन। अब राणा पिरियड पछि प्रजातन्त्र पिरियड, प्रजातन्त्र पछि पञ्चायत पिरियड, पञ्चायत पछि चाहिँ अब हाम्रो गणतन्त्र पिरियड। यसरी हामीले समयलाई चाहिँ विभिन्न तरिकाले विभाजन गर्न सक्छौँ। यो चाहिँ नि राणा भन्ने बित्तिकै त हामी सबै बुझिहाल्छौँ। राणा शासनभन्दा अगाडि आउनु चाहिँ नि त्यो एकीकरणको पिरियड हो। त्यसपछि चाहिँ राणा आइहाल्यो, कति 103 कि 4 वर्ष होइन। अब त्यसपछि चाहिँ के अरे प्रजातन्त्र भनियो, तर चाहिँ अब त्रिभुवनले संविधान सभा गर्छु भनेर घोषणा गरेन के प्रजातन्त्र भन्ने, जे होस् डेमोक्रेटिक पिरियड भन्छन् होइन। पञ्चायत पिरियड भन्यो, अब त्यसपछि रिपब्लिक पिरियड भयो। यसरी हामी समयलाई चाहिँ विभिन्न कालखण्डलाई विभाजन गर्न सक्छौँ। अब यो चाहिँ के अरे शब्दका आधारमा भन्दा यो के अरे यो चाहिँ नि कुथिर भन्थ्यो स्थानीय सरकारलाई, किराँत पिरियडमा चाहिँ थुम्स भन्थ्यो होइन, लिसी पिरियडमा पाञ्चाली भन्थ्यो, मल्ल पिरियडमा पञ्चसमुन्नय भन्थ्यो, राणा पिरियडमा मान्यजन कचहरी भन्थ्यो। यसरी विभिन्न नामबाट स्थानीय सरकारलाई चाहिँ स्थानीय एउटा इकाइलाई भन्नुपर्छ त्यो नामाकरण गरिएको थियो। र नेपालमा पहिलो चाहिँ के अरे स्थानीय इकाइ संस्था निकाय जे भन्नुहोस् स्थानीय निकाय चाहिँ भोटाइटीमा चाहिँ 1976 मा स्थापना भएको थियो होइन, भोटाइटी म्युनिसिपालिटी भनेर। 1983 मा दाङ देउखिरीमा चाहिँ मान्यजन कचहरी भनेर चाहिँ नि खुल्या रहेछ। यो चाहिँ नि 2006 सालमा चाहिँ गाउँ पञ्चायत नगर पञ्चायत एक्ट बनेको थियो होइन। 9 सालमा त्रिभुवन विकास प्रोग्राम, ग्राम विकास प्रोग्राम भन्ने थियो। त्यो पछिसम्म पनि मैले एक ठाउँमा कार्यक्रम देखाएको थिएँ, त्यो धेरै पछि त्रिभुवन ग्राम विकास भन्ने। 2019 सालमा चाहिँ गाउँ नगर र जिल्ला पञ्चायतको स्थापना भयो।
यो चाहिँ 2019 चाहिँ नेपालको एउटा चाहिँ फेरि एउटा 17 सालमा राजाले कु गरेको भए तापनि नेपालीको सार्वभौम सत्ताको हनन अधिग्रहण गरे चाहिँ 2019 सालको संविधानले हो कि यो चाहिँ हाम्रो अधिकार त्यति बेला खोसिया थियो नागरिक अधिकार अब लिच्छवी पिरियड मा चाहिँ पाञ्चाली मल्ल पिरियडमा पञ्चसन यो अघि मैले यो भइसक्यो है अनि त्यसपछि 2020 सालमा यस्ता आयोग त धेरै बनेका छन् केही मुख्य आयोग कमिसनहरू मैले लेखे यहाँ हाई लेभल पावर डिसेन्ट्रलाइजेसन कमिसन बनाएको थियो यो धेरै जसो विश्वबन्धु थापाको उसमा बनाएको देखिन्छ 37 सालमा चाहिँ के अरे यो लोकल डेभलपमेन्ट मिनिस्ट्री बन्यो इतिहासको सानोतिनो कुराहरू यसो तपाईँहरूलाई सम्झे टिप्ने हो सबै यो टिपेर साथ दिन छैन होइन जहाजमा लेख्नलाई यस विषयमै पढ्न अध्ययन गर्न त फेरि जरुरी भयो जहाजमा लेख्दा मूल कुरा चाहिँ छुट्नु भएन 47 सालमा चाहिँ नयाँ संविधान आयो 48 सालमा चाहिँ यो गाउँ विकास त्यो गाउँ पञ्चायत जिल्ला पञ्चायत नगर पञ्चायतलाई चाहिँ गाउँ विकास समिति जिल्ला विकास समिति नगरपालिका भनेर चाहिँ विभाजन नामाकरण गरियो छुट्टा छुट्टै नाम राख्यो र यो छुट्टा छुट्टै नाम अनुसार छुट्टा छुट्टै ऐनहरू थियो 2048 सालमा गाउँ विकास ऐन नगरपालिका ऐन होइन जिल्ला विकास समिति ऐन भनेर चाहिँ थियो पछि 2053 सालमा एउटा डिसेन्ट्रलाइजेसन कोअर्डिनेसन कमिटी गठन गर्यो हाई लेभल प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको थियो त्यो प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको उसले चाहिँ के अरे गठन भएको त्यो चाहिँ कमिसनले दिएको रिपोर्टमा चाहिँ अनुसार 2055 सालमा चाहिँ लोकल सेल्फ गभर्नेन्स एक्ट आयो स्थानीय स्वायत्त शासन ऐन आयो यो चाहिँ नेपालको डेमोक्रेटिक सिस्टमलाई इन्स्टिट्युसन संस्थागत गर्ने कोसे ढुङ्गा हो भन्ने गर्छु मैले किनभनेदेखि यो ऐनले चाहिँ ऐनको दफा 3 मा चाहिँ कतिपय विषयमा आफैले कानुन बनाएर कार्यान्वयन गर्न सक्ने अधिकारहरू दिएको थियो त्यसैले डेमोक्रेटिक कल्चरहरू इस्टाब्लिस भएको छ नेपालमा त्यसले चाहिँ मानिसहरूमा त्यो नजानिदो पाराले लोकतन्त्रको रसस्वादन भन्छ नि उपभोग गरेको पाउँछौँ हामी 56 सालमा यो रेगुलेसन आयो यो रेगुलेसन ठुलो भागमा थियो यसले चाहिँ कर्मचारीहरू पनि स्थानीय सरकारले राख्न पाउने व्यवस्था गरिएको थियो त्यो बेलामा चाहिँ यस्तो ठुलो झगडा थियो एउटा सेन्ट्रलिस्ट आइडिया भएका सेन्ट्रलिस्ट कल्चर सिस्टम मान्ने सोच भएका मानिसहरू चाहिँ यो स्थानीय निकाय हो सरकार होइन भन्थ्यो अनि त्यहाँबाट अलि डेमोक्रेटिक मानिसहरू चाहिँ होइन यो स्थानीय सरकार हो भनेर चाहिँ झगडा भएको मैले पनि सुनेको छु त्यसैले यो एउटा स्थानीय यो स्वायत्त शासन नियमावली चाहिँ एकदमै ठुलो राम्रो व्याख्या गरेको थियो यसलाई यो डेनिसहरूले सपोर्ट गरेको थियो उनीहरूले चाहिँ यो ऐन बनाउन धेरै ठुलो सपोर्ट गरेको थियो 74 सालमा चाहिँ आएको स्थानीय सरकार सञ्चालन ऐन चाहिँ यो अहिलेको विद्यमान ऐन हो यो ऐन धेरै हदसम्म राम्रो छ र यो ऐनको सफल कार्यान्वयन गर्नको लागि हाम्रो स्थानीय सरकारको जनप्रतिनिधि नै सुधारिनुपर्छ भन्छु म कति नजाने कुरा त क्षम्य हुन्छ जानी गरेको कुरालाई त कसरी क्षम्य भन्ने र सुधारिनुपर्छ त्यो हाम्रो तल्लो तहदेखि नै हामीले हाम्रो कल्चरलाई सुधार गर्नुपर्ने छ यो हाम्रो यसको त्यही कुरा यसमा दोहोरिया छ र हाम्रो लोकल गभर्मेन्ट सिस्टमको चाहिँ कन्स्टिट्युसनमा चाहिँ यो चाहिँ टिप्नु भयो भने तपाईँहरूलाई पढ्नलाई सजिलो होला धारा 231 32 33 34 35 36 यो चाहिँ स्थानीय सरकारसँग सम्बन्धित छ त्यो सबैले आफू संविधान पढ्दैमा पनि बुझिहाल्नुहुन्छ यस्तो छ ऐनको चाहिँ अब यो विभिन्न छ यसमा ऐन त एकपटक तपाईँहरू सबैजनाले त्यो ऐन त सके हार्ड कपी राख्नुहोस् नसके सफ्ट कपी डाउनलोड गरेर राख्नुहोस्
यो ऐन चाहिँ अनिवार्य तपाईसँग हुनुपर्छ है, जरुरी चिज हो। यस्तो छ यो। त्यसपछि अहिले चाहिँ हाम्रो चाहिँ नि स्थानीय सरकार, यो तपाईँहरूलाई थाहा छँदैछ, कसैलाई जाँगर लागे टिप्नु भए नि हुन्छ होइन। यो 2017 सालभन्दा पहिला यो स्थिति थियो। अहिले चाहिँ हाम्रो यो स्थिति छ। विक्रम यो चाहिँ नि स्थानीय के यो विक्रम सम्मत होइन, यो त ऊ हो नि के अरे इस्वी सम्मत। यो 15 सालमा संविधान आयो भने नि स्थानीय सरकार यो चाहिँ ऊ चाहिँ के अरे 17 सालमा आयो नि त। 74 17 भने 74 होइन। हजुर हजुर त्यही हो। त्यसरी चाहिँ यो अब त्यो टिप्न रुचि हुनेले टिप्नु होला, नभए जताततै पाइहालिन्छ, के ठुलो कुरो भएन। हाम्रो 7वटा प्रदेश छ होइन, 77 जिल्ला छ, 6वटा महानगर छ, 11वटा उपमहानगर छ, 276वटा चाहिँ अर्बन म्युनिसिपालिटी छ, 460वटा गाउँपालिका छ। यति त हो नि। यस्तो कुरा चाहिँ अलिकति सम्झन पर्छ होइन। यस्तो चाहिँ फेरि यसो कहिलेकाहीँ आफ्नै माइन्डलाई भेरिफाई गर्नु सम्झिनु पर्छ सर, हामीले पहिलाको कुरा कि अहिलेको मात्रै याद होइन। आयो? अहिलेको यो कुरा व्याख्या गर्दाखेरि यसो चाहिँ हाम्रो अहिलेको व्यवस्था अनुसारको त सम्झिनु पर्यो नि, पुरानो नसम्झे पनि। यो गाउँपालिकाहरू सबै परिवर्तन भएर नगरपालिकामा भएर घट्या हो। पहिला 3157, अहिले आएर मतलब 2017 पछि 460 झरेछ भन्ने। त्यही भएर त अहिले नगरवासीहरूको सङ्ख्या बढ्यो भनेर फुर्ती लाउँछन् नि। उहाँ एउटा चाहिँ बिजुली बत्तीसम्म दिन सकेका थियो र नगरपालिका घोषणा गरेका थियो होइन। तर ठिक छ, त्यो फरवार्ड लुकिङ हो, राम्रै भएको छ। किनभने मानिसहरू त्यो नगरपालिका घोषणा गरेपछि त नगरपालिकाको आधारभूत कुराहरू त पुरा गर्न पर्यो नि त। सरकारलाई एकदम बाध्यता बनायो, बाध्यकारी बनायो। यो राम्रै भएको छ नगरपालिका थप। तर कतिपय स्थानीय तहहरूमा कतिपय ठाउँहरूमा चाहिँ राम्रोसँग डेभलप पनि भएको छैन होला जहाँ छैन। अहिले पनि जानुभयो भने धेरै ठाउँमा भएको छैन। नगरपालिकाको क्यारेक्टर त कति पालिकामा अहिले पनि छैन नि। त्यसरी हेऱ्यो भने त कहाँ छ र। तर पनि अब बिस्तारै त्यो नगरपालिका घोषणा गरिसकेपछि सरकार बाध्य हुन्छन् के योजना राख्न नगरपालिकाको मान्यता अनुसार। जस्तो हो तपाईँलाई त्योसँग जोडेर अर्को चाहिँ के भन्छ नेपालको कुरालाई भनौँ न। अब अहिले 2026बाट हामी एलडिसी ग्रेजुएसन जाने भनेर मक्ख परिरहन् नि यहाँ कोही मानिसहरू। एलडिसी ग्रेजुएसनमा गएपछि उसले चाहिँ त्यो ओल्डको चाहिँ के अरे WTOसँग कम्पिटिसन गर्न नसक्दाखेरि धुरु रुनुपर्ने स्थिति पनि आउन सक्छ क्या। तर अब त्यो भनेर हुँदैन नि त। अब कम्पिटिटिभनेस त गुम छ त नेपालको। एलडिसी ग्रेजुएसनमा जाँदाखेरि त कम्पिटिटिभनेस बढ्छ होइन। विश्व बजारसँग चाहिँ कम्पिट गर्न सक्छ उसले। ज्ञान त प्राप्त गरिसकेको छ, उत्पादन त्यही अनुसारको गर्नु पर्यो। नेपालमा चाहिँ एकदम प्योरली फाइबर धेरै भएको हिमालको चाहिँ कोदो पाइन्छ, फापड पाइन्छ भने नि युरोप अमेरिका लुसाचुडी गरेर खान्छन्। त्यो कहाँ त्यो चाहिँ नि जिएमओ गाउँको रोटी खान्छन् त तिनीहरूले खाँदैनन्। मैले आँखाले देखेको छु। यहाँबाट चाहिँ के अरे नाडघाट जति एकै पुरै गाउँको खेती लगाएको छ, पुरा मेसिनले चाहिँ कस्तोसँग चाहिँ गर्दो रहेछ त्यहाँ। अब त्यो जिएमओ फुड भन्दा त हाम्रो त कति राम्रो होइन। त्यो त अब धेरै राम्रो। तपाईँहरूले गर्नु भएको छैन भने तपाईँहरूलाई पनि भन्छु म, अस्ति पनि भने कि जस्तो लाग्छ।
आफ्नो घरको करैसाबारीमा एउटा लहरे तरकारी लाउनुहोस् के, त्यो कम्तीमा पनि पैसाको कुरा मात्र होइन, स्वास्थ्यको कुरा पनि हो, मनोरञ्जनको कुरा पनि हो। म त लाउँछु, हेर्नुहोस्, म त कस्तो मजाले फल्थ्यो, यसपालि चाहिँ त्यति अझ लगाइसकेको छैन, गर्नुपर्छ कि यो हेर्दा रमाइलो। काम गर्नुपर्छ के। त्यो चाहिँ सर यो रिपब्लिक र डेमोक्रेटिकमा चाहिँ डिफरेन्स के हो सर? यो बडा इन्ट्रेस्टिङ। अब खास अब यो रिपब्लिकन र डेमोक्रेटिक भनेको चाहिँ त्यो अमेरिकाको हिसाबमा पार्टीको नामको रूपमा लिइन्छ, तर रिपब्लिकन भने चाहिँ इन जनरल मोर कन्जर्भेटिभ, डेमोक्रेटिक भनेको चाहिँ मोर प्रोग्रेसिभ भन्ने अर्थमा बुझिन्छ। हेर्नुहोस्, जस्तो नेपालको कुरा गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक होइन लोकतान्त्रिक राज्य भन्ने कुरा गर्छ होइन, दुईटै शब्द युज गर्छ। खास त्यसमा चाहिँ डिफरेन्स के हो? दुईटा चिज गर्दाखेरि दुईटाको त फरक संघीय फरक मिनिङ हुनु पर्यो। लोकतान्त्रिक गणतन्त्र, हजुर, संघीय भन्नाले चाहिँ यो फेडरल सिस्टमको कुरा भइ नै हाल्यो, बुझिहाल्नुभयो होइन। हजुर, संघीय पछि लोकतन्त्र भन्ने शब्द छ। लोकतन्त्र चाहिँ गणतन्त्र लोकतन्त्र भएको ठाउँमा पनि छ गणतन्त्र, लोकतन्त्र नभएको ठाउँमा नि छ नि होइन। अच्छा सर, त्यसै कारणले यो चाहिँ लोकतान्त्रिक हो, डेमोक्रेटिक हो। अब फरक के हो सर यो दुईटा बीचको? संघीयता र लोकतन्त्र, होइन लोकतन्त्र र गणतन्त्र बीचको डिफरेन्स के सर? लोकतन्त्र र गणतन्त्र भन्नाले चाहिँ लोकतन्त्र खास भन्नुहुन्छ भने मानिसको अधिकार पूर्ण रूपमा उसले स्वतन्त्रपूर्वक प्रयोग गर्न पाउने स्थिति हो। त्यसलाई अर्को शब्दमा भन्नुहुन्छ भने मानिसले विवेकको प्रयोग गर्न पाउने स्थिति लोकतन्त्र हो। त्यो विवेकको प्रयोग गर्न पाउने कुरालाई चाहिँ हामी कसरी भन्न सक्छौँ भने मेरो विचार सिद्धान्त जहाँ छ म त्यहाँ छु भन्न पाउने स्थिति हो। त्यसलाई चाहिँ हामी बहुलवाद भनेर भन्छौँ। बहुलता, तपाईको र मेरो भिन्न विचार हुन सक्छ, भिन्न भिन्न तरिकाले आफ्नो चाहिँ त्यो विचारको चाहिँ बारेमा मन्थन अथवा चाहिँ आफ्नो अभिव्यक्ति दिन पाउँछौँ, त्यो लोकतन्त्र हो। अब तपाईले भन्नुभएको जहाँसम्म गणतन्त्रको कुरा छ, अब गणतन्त्र चाहिँ के पनि यो गणतन्त्र चाहिँ पनि फेरि यो एक दलीय व्यवस्थामा पनि छ, अब बहुदलीय व्यवस्थामा पनि छ होइन। अब गणतन्त्र सामान्य अर्थमा चाहिँ यो त्यसको मलाई ठेट एउटा गण भनेको के भन्ने संस्कृतमा पनि छ, मलाई आएन है त्यो शब्दको अर्थ चाहिँ। अब यहाँ हाम्रो देशको सन्दर्भमा गणतन्त्र भने राजा नभएको भन्ने अर्थमा बुझ्छन् होइन। अब त्यो त्यसरी मात्रै पनि छैन, यसको ठेट अर्थ मैले पनि अहिले तपाईँलाई फ्याट्टै भन्न सकिनँ। नेपालमा चाहिँ राजा नभएको देश गणतन्त्र हो भनेर बुझिराखेको छ, तर त्यति मात्रै होइन, यसको अर्कै ठोस मिनिङ छ, मलाई आएन अहिले गणतन्त्र। तपाईँहरू कसैलाई आउँछ भने भनिदिनुहोस्। लोकतन्त्रमा राजा हुन सक्छ, गणतन्त्रमा हुन हुँदैन होइन। गणतन्त्रमा राष्ट्रपति हुने हो सर। लोकतन्त्र फेरि यो राष्ट्रपति लोकतन्त्रमा राजा पनि हुन सक्यो, तर गणतन्त्रमा चाहिँ हुन सकेन। त्यही एउटा भिन्नता त्यही जस्तो लाग्छ। लोकतन्त्र शासनको तरिका हो सर, गणतन्त्र चाहिँ शासनको संरचना हो जस्तो लाग्छ मलाई चाहिँ। लोकतन्त्र शासनको तरिका, सिस्टम त गणतन्त्र नि भइहाल्छ नि। गणतन्त्र भने स्ट्रक्चर हो र शासनको संरचना हो जस्तो लाग्छ। त्यो दुईटै सिस्टम हो होइन सर, जस्तो गणतन्त्र लोकतन्त्र दुईटै सिस्टम हो, तर त्यो सिस्टम चाहिँ के कुराले चाहिँ त्यसलाई डिभाइड गर्छ, डिफ्रेन्सिएट गर्छ भन्ने कुरा चाहिँ बुझ्न खोजेँ मैले।
लोकतन्त्रमा मलाई नै चाहिँ आएन बढी फ्रिडम र ऊ हुन सक्छ होला होइन गणतन्त्रमा चाहिँ गणतन्त्र हुँदैमा लोकतन्त्र हुन सक्दैन जस्तो अब हामीले चाइनाकै उदाहरण लिन सक्छौँ यस्तो जस्तो अब यस्तो डेमोक्रेटिक भन्दाखेरि कन्ट्रीमा चाहिँ अलिक बढी मैले एउटा लोकतन्त्र किताबमा भनेको पढेको चाहिँ अब जनताको शासन प्रणाली त्यहाँ जनताले आफ्ना प्रतिनिधि स्वतन्त्र रूपमा चुनाव मार्फत चयन गर्दछन् भने अब गणतन्त्रमा चाहिँ राष्ट्र प्रमुख हुन्छ त्यो राजा हुँदैन चाहिँ अनि अब अरू प्रक्रिया चाहिँ लगभग उस्तै हो त्यहाँ राजाको ठाउँमा राष्ट्र प्रमुख हुन्छ अनि लोकतन्त्रमा चाहिँ आफ्नो भन्दा नेतृत्व प्र्याक्टिस चाहिँ कम होला जब जस्तो फ्रिडमको प्र्याक्टिस चाहिँ गणतन्त्रमा चाहिँ लोकतान्त्रिक भन्दा कम होला अलि लोकतान्त्रिक चाहिँ ब्रोडर भ्यू पोइन्ट अफ भ्यू भयो त्यसले गणतान्त्रिक चाहिँ अलिकति त्यो भन्दाखेरि त सर त्यो किन मिलेन भन्दाखेरि जस्तो हाम्रो त 7 सालदेखि नै डेमोक्रेटिक खालको कन्ट्री हो नि त होइन गणतन्त्र त 63 पछि आएको हो नि त गणतन्त्र भनेर घोषणा गरेर त 65 सालमा घोषणा गरे हो होइन सो द्याट्स वाइ के कारणले डिफ्रेन्सिएट हो भन्ने कुरा मात्रै मैले बुझ्न अब यो खोजेँ लोकतन्त्रमा शक्ति कसरी प्रयोग गर्ने भन्ने कुरा आउँछ त्यसमा गणतन्त्र भने शक्ति कोसँग हुन्छ भन्ने कुराले राख्छ जस्तो लाग्छ होइन मलाई अब तपाईँहरू त्यस बेला जस्तो हुनुहुन्थ्यो मलाई थाहा छैन पञ्चायतको बेलामा पनि पञ्चायती प्रजातन्त्र भन्थ्यो होइन हामीले सुनेको होइन पञ्चायती प्रजातन्त्र भन्थ्यो तर जनतासँग सार्वभौम सत्ता अधिकार थिएन सार्वभौम अधिकार थिएन सबै सार्वभौम सत्ता राजाको हातमा थियो बुझ्नु होइन प्रजातन्त्र त भन्थ्यो होइन अब अहिले चाहिँ के अरे अब कम्युनिस्ट देशमा पनि जनवादी गणतन्त्र भन्छ होइन अब त्यो गणतन्त्र र जनवादी गणतन्त्र भन्ने कुरा नै फरक छ जनवादी गणतन्त्र भनेको कम्युनिस्टहरूलाई भन्छ होइन गणतन्त्र मात्रै भयो भने डेमोक्रेटिक कन्ट्रीलाई भन्छ अब यो फरक छ म यसको तपाईँहरूले मलाई अझै फेरि पढ्न बाध्य पार्नुभयो म पढेर कोसिस गर्छु है यो जान्ने तपाईँहरू पनि जान्ने कोसिस गरेर हामीलाई सिकाउनु होला कोहीले ठ्याक वर्ड के जस्तो शाब्दिक हिसाबले हेर्दाखेरि त रिपब्लिक भनेको चाहिँ पब्लिकमा फेरि शासन सत्ता आएको भन्ने खालको चाहिँ बुझियो सर होइन तर पनि खास वास्तविकमा के रहेछ भन्ने कुरा नबुझेको भएर सोधेँ अब अमेरिकामा रिपब्लिक भने चाहिँ कन्जर्भेटिभ पार्टीलाई भन्छ अब यो अब के अब कसरी भनेको छ मलाई त्यो ठेट चाहिँ मलाई पनि थाहा भएन हेर्नुहोस् नभएको कुरा बोल्नु भएन मैले कहीँ पढ्या चाहिँ छु तपाईँले भनेको त्यो बेला त्यो बेलामा मैले पढ्या छु त्यो त डेमोक्रेसीको परिभाषै भइहाल्यो है तर त्यसको ठेट भिन्नता चाहिँ छ आज अगाडि बढाउँछ अर्को दिनमा यसको एन्सर खोजेर उ गराउँछ ल तपाईँहरूले भन्नुभयो म पनि कोसिस गर्छु तपाईँहरू पनि कोसिस गरेर आउनु होला है मैले त्यो सोर्स नपाउन पनि सक्छु कि मुख्य त्यही जस्तो लाग्छ अब लोकतन्त्रमा राजा हुन सक्छ जस्तो देखिन्छ अब गणतन्त्रमा चाहिँ राष्ट्र प्रमुख हुन्छ सिम्पल त्यति मात्रै छैन त्यसको परिभाषा अरू पनि होला जनरल सिम्पल जनरल है अरू त अब चुनावी प्रक्रियाहरू रुलिङ शक्तिको प्रयोगहरू कुरा होला सर होइन यो त हामी सेयर गरेर पढ्ने होला त्यो ठिक छ अनि यो जनसँग यो कति जनप्रतिनिधि हुन्छ पनि सम्झिनु होला 753 हाम्रो चाहिँ के छ स्थानीय सरकार छ त्यसको 36,000 कति छ अनि यो हाम्रो चाहिँ कति जम्मा 761 वटा सरकार छ होइन 53 761 त्यो भइहाल्यो अनि त्यसपछि यो चाहिँ केही छैन आजलाई यति नै रहेछ अरू कुरा खास केही छैन इस्यु भनेर त्यो कत्रो स्थानीय सरकार बनाउने यो हामी क्लासिफिकेसन अफ लोकल गभर्मेन्टमा पछि पढ्छौँ मलाई नि आज अलि सन्चो नि छैन म बाहिरबाट भर्खरै आइपुगेको थिएँ आज यो गरौँ पछि चाहिँ भोलि चाहिँ हामी लोकल गभर्मेन्टको क्लासिफिकेसनको बारेमा लोकल गभर्मेन्टको फिचर्सकै कुरा रहेछ कि यति भ्याइदिउँ ठुलो छैन यो कुरा छ नि त यो फेरि यो त भ्याइँदैन आज यो भ्याइँदैन
यहाँ ठुलो कुरा गर्नु छ तपाईँहरूसँग। भोलि गरौँ सर, भोलि। भन्नुहोस्, भोलि गरौँ। सरले अब नोट त दिन्न भन्नुभयो, नोट हामीले नै बनाउन सर समस्या भएन। सरले एउटा सानो दुःख चाहिँ माइक्रो सिलेबस चाहिँ बनाएर पठाइदिनु पर्ने भयो सर। कुन लेभलसम्म हामी जाने माइक्रो सिलेबस। त्यो चाहिँ ठिक भन्नुभयो। अब जस्तो त्यसरी भन्यो भने त भेरी सिम्पल, तपाईँको थोरै भन्दा थोरैमा सकिन्छ। त्यो जहाजको दृष्टिले भन्यो भने त धेरै सजिलोसँग सकिन्छ। हाम्रो कोर्स चाहिँ त्यो अलिकति सानै छ के होइन, नोट हामी नै बनाउनु सर। सरले माइक्रो सिलेबस यो लेभलसम्म जाने भने सरले टपिक ट्याक्टै राखिदिनु भयो भने। जस्तो अहिले हामीले लोकतन्त्र गणतन्त्रको विषय यत्रो जान्न कोसिस गरिरहेछौँ नि, अब त्यो पढ्नु पर्ने विषय होइन नि त, बुझ्नु होइन। तर हामीलाई तर हामी त्यो गभर्मेन्टको एउटा उसमा चाहिँ जान्नु राम्रो कुरा हो कि फेरि राम्रो कुरा। सरले त्यो स्कोप सिलेबसको स्कोप हामीलाई सरलाई एउटा अलिकति दुःख गरिदिनु भयो भने हामी त्यही अनुसार तयारी गर्थ्यौँ सर। ल हस्। मैले पहिला हाजिरी दिनु पर्यो नि, होइन? पर्यो सर, पर्यो। यत्रो दुःख गरेर बस्नु भयो। तपाईँहरू कतिजना धेरै पो छ अरे त भर्ना भयो त? खै सर, एक्ज्याक्ट त थाहा छैन। भर्ना त धेरै भयो सर, अब एटेन्डेन्स अब कमै गर्छन्। यो यहाँ जे आउँछ त्यही राखिदिनु त हो नि, मलाई केही फरक पर्दैन। मलाई बिहान त ज्वरै आउला जस्तो भएको थियो, तर अघि दिउँसो ठिकै भएँ। अहिले फेरि छ। कहाँ राखेँ मैले अस्ति? बाहिरै राख्नु पर्ने भयो। यसरी हराउनु त कहाँ पाइन्छ त नि। कहाँ राखेँ? ए यहाँ रहेछ। यसलाई चाहिँ 2025 राख्नु पर्यो क्या, बिर्स्यो। यो हाजिरी तपाईँहरूका आउँदैन है? आउँदैन सर। ल म कहाँ त्यो सरले एउटा पब्लिक फाइनेन्सको सरले चाहिँ हामीले आफै गर्नुपर्ने जस्तो बनाउनु भएको छ। हो र? सर, यास नो आउँछ, यास गर्ने नो गर्ने मात्र आउँछ। अब त्यहाँभन्दा पछि हाजिर नै गर्दै मिल्दैन। ए हाम्रो सञ्जय सर होइन? हजुर, सबैले त्यस्तै सिस्टम ल्याउँदै राम्रो हुन्थ्यो होला। त्यसरी गर्दा डबल नि देखाउँदो रहेछ कि मान्छेको नाम, तपाईँले डाउनलोड गर्नुभयो जस्तै गर्दाखेरि सरले गर्नुभयो जस्तोमा चाहिँ देखाउन डबल भनेर त्यसरी गर्नु हुँदो रहेछ। मेरो हाजिरी भएको